हेलो गाइस फाइनली चाहिँ जापान सरकारले यो चाहिँ एकमान दिएको रहेछ हैन पर्सनल खर्चको लागि खोल्दैछु हेर्नुस् गाइस तपाईहरुको कहाँ आएको नि यस्तो खामी त्यस्तो आउँछ होला है हेर्नु होला ल गाइस ढ्याङ टड्याङ त्यसको मुनि छ यसको यता रहेछ यार आज चाहिँ अब जापान सरकारले चाहिँ हजार रुपैयाँ बाँड्दै रहेछ हैन सबैलाई एक मान हो क्या एक मान बाँडिदिएको रहेछ यता पनि दिनेश राजाले नि पाउनुभयो एक मान हामी सबै साथीले यादव साथीले नि पाइसक्यो हैन गर्दैछ खुसी छ केटो चाहिँ आज ऊ हेर ल म पनि अब खुसी छु एक महिना टारिने भइहाल्यो हैन ल कमल भाइहरूले नि पाइसकेको छ अब उनीहरूको चाहिँ यही छ अब हामी हेर्ने हो ल ठिक छ ल जापान सरकारलाई जे जस्तो भए पनि धन्यवाद भन्नु न आरिगातो भन्न चाहन्छु म चाहिँ आरिगातोदेखि नै ल गाइस अब फाइनली यस्तो आउँदैछ ढ्याङ ट्याडैङ एक मान हो ल एक मानको ल सबैको आएको छ हाम्रो एक महिना टारिहाल्यो नि हैन ओके गर्नु अब सकेन भन्दा ल फाइनली अब हामी काममा निस्किनु लाग्यो त्यही पनि अब भनौँ न टाइमको सदुपयोग गरिदिएको अब हाम्रो नेपालमा नेपाली के अरे नेपालबाट आउनु सियो आएर वेट गरेको साथीहरूलाई होइन जति पनि हुनुहुन्छ आउँदै गरेको साथीहरूलाई फर्स्ट अफ अल चाहिँ के भन्न चाहनुहुन्छ हजुर के भन्ने आउनुहोस् राम्रोसँग होइन अलिक स्ट्रङ खालको मेन्टालिटी बोकेर आउनु भन्छ क्या हजुर गाडी हो क्या हाम्रो गाडी होइन सीता हो त्यही भन्न चाहनुहुन्छ अरू बाँकी सीता आइसक्यो अब भइहाल्यो राम यता छँदैछ नि होइन सीता आइसक्यो ल फाइनली राजाको सीता आइसकिन् हाम्रो गाडी नै आइसकेछ त्यही गाइस ओ हाम्रो आज गाडी चेन्ज गाडी चाहिँ चेन्ज भइसकेको छ ल हामी चाहिँ अब काममा जानु लाग्यो होइन आज अब गएको चाहिँ यासुमी छ होइन यो उही ठाउँ उही प्लेस भन्छ नि त्यस्तो त हो आइसक्यौँ हामी यो चाहिँ गाडी यहाँ नजिक पार्किङ हुन्छ आउँछ के अरे त्यही हो राजा पनि एउटा साइडमा हुनुहुन्छ राजा फेरि स्याडमा हुनुहुन्छ कि फेरेसमा हुनुहुन्न अहिले किनकि सङ पनि उस्तै छ काम गर्नुपर्छ भनेको छ होला सायद होइन दाइजो पुगा त्यस्तै यता मास्क पनि लगाउनु भएको छ पढाइ मास्क लगाएर हिँड्नुहुन्छ क्या राजा अब सेफ्टी फर्स्ट भन्छ नि त जापानमा सेफ्टी जुत्ता पनि छ सबै सेफ्टी नै हुनुहुन्छ पराएर जस्तो सेफ्टीमा हिँड्ने मान्छे हो हामी पनि ब्यागमा पानी सहित यसमा छ त्यही हो केही भन्न चाहनुहुन्छ ल भन्नु त अब बाँकी कुराहरू के कस्तो छ र भन्नु न ठिक छ के खाँदै हुनुहुन्छ चुइगम मिठाई निन्द्रा लाग्छ सुत्दिने त ल्याम्मै त्यही हो गाइस अब हामी चाहिँ काममा निस्किँदै गर्दा एउटा सानो भिडियो मार्फत केही सूचनाहरू मतलब केही जानकारी गराउन चाहन्छु अब नेपालबाट आउने अब जति नै सियो आएर वेट गरेको अब आउने साथीहरूलाई भाइ बहिनी दाजु भाइ जो पनि हुनुहुन्छ नि आउने साथीहरूलाई के भन्न चाहनुहुन्छ र के लिएर आउनु फर्स्टमा भन्नुहुन्छ फर्स्टमा चाहिँ त्यही हो एउटा स्ट्रङ खालको मेन्टालिटी बोकेर आउनु भन्छ क्या दिमाग चाहिँ अलिकति नेगेटिभहरू कुराहरू भन्दा पोजिटिभ भाइब्स बोकेर आउनु होला होइन त्यही हो यहाँ आए पछाडि चाहिँ दुःख हुन्छ सुख हुन्छ सङ्घर्ष चाहिँ गर्नुपर्छ त्यही हो होइन फर्स्टमा चाहिँ आफ्नो भाषा चाहिँ लिएर बोकेर आउनुलाई भन्न चाहनुहुन्छ हो कि नि भाषा पनि पऱ्यो त्यस पछाडि मेन्टालिटी राम्रो भने भाषा अटोमेटिक बन्छ मेन्टालिटी अलिक अनि चाहिँ साइकलहरू सिकेर आउनुलाई पराएको छ है एक नम्बरमा साइकल पनि हो नि इचिमान ने ल आरिगातो गोजाइमास इचिमान ताइसे चुना मोनो ने मोनो जना यो मोनो ने ल आरिगातो गोजाइमास सर आज सन्चै हुनुहुन्छ कहाँ जान लाग्नु भएको हामी चाहिँ घुम्न जानु लाग्यो ट्रेनमा ए हो ट्रेन पर्खाइमा हो ट्रिकमा जानु ला हो हजुर अब त्यही त हो अब सबै साथीहरूले चाहिँ यो भिडियो हेरेर लाइक सपोर्ट सेयर गरिदिनु होला भन्न म आग्रह गर्दछु हजुर अनि हजुर चाहिँ अनि त्यो ब्याग पनि रहेछ नि त अनि ब्याग कहाँ यो नास्ता छ अनि यसमा चाहिँ सबै खानेकुराहरू भनौँ न चाहिन्छ नि त बेला बेलामा ए हो बेला मात्रै चाहिने हो खाना हजुर ए ल ठिकै रहेछ त बेला मात्रै खाना चाहिएको रहेछ मलाई चाहिँ हेलो गाइस हामी फाइनल्ली गाइस हामी अब काममा निस्क्यो ओहाएको चाहिँ मास फाइनल्ली कितना रुला होगी भन्ने होला नि हेलो गाइस हामी फाइनल्ली अब कामसँग भेटेर फर्किँला हो होइन
थाक लागिरहेको छ मलाई सुतिसक्नु भयो काम कस्तो छ काम कस्तो छ के अरे 8:30 सुत्दा त्यही तोनियोमा हाल्दै गयो यार हामीलाई पनि हाल्थे के हाल्थे ल यस्तो छ गाइस भएन अब त कहाँ जान्छ अब हामी फाइनली फर्किन लाग्छौँ कहाँ जान्थ्यो जान्थ्यो होइन त्यस्तो छ यता लास्ट थाक्नु भएको जस्तो त्यही गाइस कहिले काहीँ यस्तो त नदेखाउने के यार ल सयनरा सबैलाई हेलो लो गाइस हामी फाइनल्ली नास्ता खान्ला हो हाम्रो छ लामेन छ पान टोका सबै छ होइन हेलो गाइस हामी चाहिँ खाजा खाँदैछौँ ऊ चाहिँ एनसान भइहाल्यो होइन ऊ चाहिँ हाम्रो निशा सान हो बाँकी अब के अरे के भन्नुभएको थियो अघि ल बाहिर घाम पनि लागिरहेछ बाहिर घुम्न जाऊँ भनेको कोही मान्दैन होइन गाइस त्यही हो हामी फाइनली खाइसकेर पुगिसक्यौँ होइन यो यहाँ माथि हो नि त यता जङ्गल पनि छ अनि राजाले के ल्याउनु भएको रहेछ मैले होइन तपाईँको यो के ल्याउँदैन रहेछ फाइनली हामी पुगिसक्यौँ दादा त्यो पैसा थियो नि कहाँ गयो त्यही पैसा ल यता पनि छ हेलो गाइस राजाले के निकाल्दै हुनुहुन्छ है ओखाने मच्छी नै ताई सागु छन् ओखाने मच्छी राखेर यो सिधा साङ्गो पनि केही चाहिँ इमा दाइजो भने कोही बेला कुवारेत्ता भएको थियो कुवारेत्ता भइरहेको थियो र त्यही हो गाइस हामी खाइसक्यौँ हेलो गाइस हामी फाइनल्ली निस्किसक्यौँ होइन उ गरेर के गरेर काम गरेर अनि सबै पछाडि छन् यहाँ सबैले थाक लागिसक्यो सिधा हाई गरिदियो त आसो ल त्यही हो हेलो गाइस हामी बोल्दैन अब हामी यस्तै छ मैले फर्किँदाखेरि के देखिरहेको छैन तर पनि फाइनली गाइस हामी गाउँदैछन् हाम्रो साथीहरू जेउजूहरू के त्यही हो गाइस यहाँ सिमिसाङ सुतिरहेछन् यता सिमिसाङ यता सबै गीत गाइरहेछन् होइन गाइस सायनारा सबैजनालाई बाई बाई गाइस ढोका बन्द गर्न ल सायनारा गाइस फाइनल्ली हामी चाहिँ ओर्लिसक्यौँ यहाँ अब जाँदैछन् यिनीहरू गाडी चाहिँ यो ल गाडी चाहिँ यता लागेछ दादा चाहिँ अगाडि हुनुहुन्छ भयो त्यही हो गाइस 9:30 भइसक्यो काम गरेर आइयो गाडी चाहिँ गइसक्यो फाइनली गाइस हामी रुममा पुगिसक्यौँ सेफ तरिकाले है मलाई पनि ल राजा पनि पुगिसक्नु भयो आज हल्का सुखारे ताने कसरी हिँड्ने रे आज थाकेर ल त्यही गाइस फाइनली हामी रुममा पुगिसक्यौँ